इन्ची पाएस केही हुँदैन उहाँ चाहिँ सुभाष हुनुहुन्छ यो कार हो यो कार सबै कार हो यो लेखेर हामी चाहिँ अहिले सपिङ गर्दैछौँ यहाँ माउन्ट फुजी सानबाट आएको स्याउ साह्रै सो हेलो एन्ड नमस्ते सबैजना आरामै हुनुहुन्छ होला अनि हामी पनि आरामै छौँ हामी चाहिँ अहिले यसो हाम्रो गाउँ अनुसन्धान गर्न हामी हिँड्दैछौँ एउटा स्याउ किन्न जाँदैछौँ हामी हाम्रोमा एकदमै महँगो छ स्याउ हाम्रो यहाँको स्याउ कहाँबाट आउँछ अरे मुस्ताङबाट माउन्ट फुजी सानबाट आएको स्याउ साह्रै नै महँगो हामी चाहिँ त्यसलाई उहाँ हुनुहुन्छ विनोद चौधरीको छोरो अर्को विनोद चौधरी तपाईहरुले सुन्नु भएको होला फुजी सानको ताजा स्याउ माउन्ट फुजी चाहिँ माउन्ट फुजी सान तपाईलाई पनि त्यहाँको स्याउ मनपर्छ भने हामीलाई कृपया कन्ट्याक्ट गर्नुहोला हामीसँग होम डेलिभरी सर्भिस पनि रहेको छ मलाई त सुन्तला मात्रै मनपर्छ तिमी त कोही सक्दैनन् बोटैको भोगटेले ठाउँ मात्रै ओगटे सबके मायालाई सबके बुलाकी हामी चाहिँ एकदमै हाम्रो चाहिँ सपिङ गर्ने क्रम चाहिँ जारी छ यहाँनिर एकदमै हुन्छ नि हामी टमेटो मार्केटमा हामीसँग हुनुहुन्छ विनोद चौधरी यति चाहिँ हामीले आज सपिङ गरेको होइन स्याउ अघि हामीले भने जस्तै यो कहाँको स्याउ अरे फुजी सानको माउन्ट फुजीको स्याउ हामीले भर्खरै किनिसकेका छौँ यसको मूल्य रहेको छ 250 झन्डै 250 पर्न गयो यो स्याउलाई चाहिँ विथ ट्याक्स सँगै उहाँलाई चाहिँ कुपर्सन लागेको थियो पहिले अहिले उहाँको स्याउ खाँदा गाला पनि उहाँको स्याउको गाला के अरे नि उहाँको स्याउको गाला के अरे स्याउको गाला होइन क्या गाला पनि उहाँको अहिले स्याउ जस्तै पोटिलो भएको छन् अहिले यो स्याउ खाइकन उहाँको 3वटा गर्लफ्रेन्ड चट्टा पारामा लेखेर राख्नुहोस् ट्यापा पारेर तपाईँहरूले पनि बिहान कृपया यता हेर न सर्च गर न स्याउ खानुहोस् गर्लफ्रेन्ड बनाउनुहोस् बजारमा अमला काण्डा पनि आयो हरेक काण्डा आइसक्यो अब हामीले स्याउ काण्डा झिक्नु पर्ने हुन्छ गाइज सो हामी चाहिँ यो काण्डालाई चाहिँ सक्रिय पार्न हामी चाहिँ अहिले लागि परेका छौँ स्याउ हामीसँग योसँग मिलाएर खाने कुरा पनि छ देखाइदेऊ अर्को देखाइदेऊ ओहो जुस हो लोकल जुस यो र यो मिलाएर खायो भने चाहिँ रातो गाला क्या ट्याक्क परेको है त यो कुरा पनि तपाईँहरूले लेखेर राख्नुहोस् त पुक्का हुँदो रहेछ 3वटा गर्लफ्रेन्ड पट्टिने स्याउ भिडियोलाई हेरेर हामीलाई चाहिँ के भन्छ सब्सक्राइबरको कमी भएको हुनाले कृपया हामीलाई ट्याप्पा पारेर सब्सक्राइब गरिदिनु होला तपाईँलाई यो स्याउको कस्तो हामी नयाँ भिडियोहरू हाल्दै जानेछौँ ठिक छ नि तपाईँलाई सुस्का कसम है ल हल्का सिनेमेटिक सर्ट हुँदैछ है दुईजनाको कालो भएछ हामी चाहिँ कालो भएको हुनाले अलिकति लाइटमा ट्याप्पा पारेर लाइटिङमा चट्टा हामीले चाहिँ भ्लगिङ हान्दैछौँ है हाम्रो यहाँको यी बाइक खतरा हो दादा है हरामी ल हाम्रो घर पनि आइसकेको छ फाइनल्ली यो कार हो यो कार सबै कार हो यो त्यो परको सेतो चाहिँ मेरो कार हो त्यहाँको ल हाम्रो घर फेरि महँगो छ फेरि यो ल
ल हामीलाई वेलकम गर्ने मान्छेहरूको नाम उहाँ चाहिँ सुभाष हुनुहुन्छ। ओइ ब्लगमा ओइ उहाँ अहिले लुकिरहनु भएको छ। उहाँले मलाई बिहानै चना र अन्डा खुवाएर चाहिँ मेरो यत्रो आवाज आएको हो होइन, यत्रो आवाज आएर म तगडा भएको हो। यहाँ कसले पकायो? ओ माई गॉड, सब्जी भनेको चाहिँ यसरी पकाउनु पर्छ है, चट्ट झोल हालेर यस्तो खायो भने चाहिँ प्लास्टिक पाइल्स यो केही हुँदैन, आनन्दले हक्दा पनि सलल जान्छ है। यसरी खानु पर्यो तपाईँहरूले पनि। कति मजाले काट्यो स्याउ पनि, त्यो भाइले चाहिँ 10 वर्ष स्याउ काटेको अनुभव रहेछ भाइसँग होइन। ट्याक्क 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 इन्ची नापेर काटे इन्ची। अर्को हिरो हुनुहुन्छ, घर चाहिँ उहाँको झापातिर हो। तपाईँहरूले उहाँको चाहिँ नेपालमा ठुलो पसल थियो, त्यो गाडीतिर ढाकी बोकेर हिँड्ने मान्छे चाहिँ उहाँ नै हुनुहुन्थ्यो पहिले। तर अहिले चाहिँ अब ताले अहिले चाहिँ उहाँ विदेश सिनु भएको छ। तर उहाँले पनि अझै पनि यो रिङ्गो भन्छ स्याउलाई चाहिँ उहाँले अझै पनि यो स्याउ काट्ने कला अनि गला भन्ने कुरो उहाँको छ अझै पनि पेसा। उहाँले यही स्याउ काट्ने चाकमा नै उहाँले एउटा घर बनाउनु भएको थियो पहिले नेपालमा। गाइज हाम्रो चाहिँ यहाँ पार्टी हुँदैछ। आज छुट्टीको दिन होइन, पार्टनर हुनुहुन्छ यता हाम्रो पार्टनर, यता हाम्रो पार्टनर। उहाँहरू चाहिँ सबैजना फुजी सानको स्याउको अध्यक्ष हुनुहुन्छ। ल स्याउ खाने चट्ट छुट्टीमा होइन। कता को बोल्दैछ स्याउ सकियो, स्याउको एउटा टुक्रा चाहिँ रहेको छ बाँकी होइन। यहाँ साइकल तार्ने कार्यक्रम भइरहेछ। ल्याउ न ल्याउ बोकेर है गाइज। अब हामी चाहिँ सर्ट क्लिपको सुटिङ हान्दैछौँ। हाम्रो भिडियो चाहिँ टिकटक अनि हाम्रो फेसबुकमा आउनेछ। मोडलहरू यिनीहरू चाहिँ यहाँको बाँदरहरू हो, झुन्ने ठाउँ देख्यो कि यिनीहरू हल्लिहाल्छन्। सो गाइज आजको हाम्रो भ्लग चाहिँ यहीँ टुङ्गेको छ। सबैले हेरिदिनु भयो, रमाइलो गर्नुभयो होला। हामीलाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला कृपया।